सुधार देउबो मलाई नि लएर भौतारिया छु बोको झैँ भएर पानको पसल भन्दै गायक चिज गुरुङ र गायिका निर्जला गुरुङले गाए लाइभ दोहोरी। गायक चिज र गायिका निर्जला गुरुङको साङ्गीतिक जोडीसँगै दोहोरीमा जम्यो जोडी। आदरणीय दर्शकवृन्द नमस्कार। आज हामी तपाईहरुको माझमा पछिल्लो समयका साङ्गीतिक जोडी गायक चिज गुरुङ र गायिका निर्जला गुरुङको नयाँ अपडेट लिएर उपस्थित भएका छौं। भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। तपाई हामीलाई यो भिडियो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो पनि जानकारी कमेन्टमा राखेर भिडियोलाई अत्याधिक रूपमा शेयर गरेर हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने मिलन पुन युट्युब च्यानललाई सब्स्क्राइब गरेर जोडिनुहोला। दर्शकबिन पछिल्लो समयमा नेपाली सांगीतिक बजारमा निकै जमेको जोडी हो गायक चिज गुरुङ र गायिका निर्जला गुरुङ। गायक चिज र निर्जला गुरुङको सांगीतिक जोडीसँगै उनीहरूको चर्चा यति बेला विवाहको पनि भइरहेको छ। धेरै कलाकारहरू एकअर्काप्रति धेरै माया सदाभाव जनाएर एकअर्काप्रति विवाहमा परिणत भएका हुन्छन्। जस्तै गायक छत्रसाई र काजल जोशीको विवाह भयो, त्यस्तै गायक चिज गुरुङ र गायिका निर्जला गुरुङको पनि विवाह होस् भन्ने धेरै दर्शकहरूको माग रहेको छ। भर्खरै मात्रै ग्यालेक्सी कर्णाली युट्युब च्यानलबाट सार्वजनिक भएको गायक चिज र निर्जला गुरुङको पानको पसल बोलको गीतमा सार्वजनिक समेत भएको छ, जसमा गायक चिज र निर्जला गुरुङको निकै टिपिकल शब्दले भरिएको लाइभ दोहोरी पनि भन्दा फरक नपर्ला। भर्खरै मात्रै युके प्रोग्राम सकेर नेपाल फर्किएका दुवै गायक गायिकाहरूलाई नेपाल स्टेज प्रोग्राम लाइभ दोहोरी नयाँ म्युजिक भिडियोमा भ्याइ नभ्याइ छ। त अझ भन्ने हो भने गायक चिज र निर्जला गुरुङ यति बेला फेसबुक, युट्युब, टिकटकमा उनीहरूको चर्चा बटुलिरहेका छन्। उनीहरूको गीतको कमेन्टमा धेरै दर्शकहरूको सकारात्मक कमेन्ट आइरहेको हुन्छ। न त गायक चिज र निर्जला गुरुङको विवाहमै तानिएका हुन्छन्, न त उनीहरूले गलत कुनै पोस्ट नै गरेका हुन्छन्। गायक चिज र निर्जला गुरुङले भयानक गीतहरू पनि गाइरहेका हुन्छन्। यो गीतमा भने निकै रोमान्टिक पारामा गाएको हामीले भन्न सकिन्छ। गायक चिज र निर्जला गुरुङको हामीले भने जस्तै उनीहरूको पनि विवाह होस् भन्ने हाम्रो भनाइसँगै तपाईहरुको पनि मिलेमतो छ भने कमेन्टमा जानकारी गराउनुहोला। तपाईहरुलाई जानकारी के कस्तो लाग्यो, गायक चिज र निर्जला गुरुङको कतिको लाइभ दोहोरी हेर्नुहुन्छ, सबै जानकारी कमेन्टमा राखेर भिडियोलाई अत्याधिक रूपमा शेयर गरेर हामीसँग